भन्सार विभागले चोरी पैठारी नियन्त्रणमा प्रभावकारी काम भइरहेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सो कुरा बताएका हुन्। उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा चोरी पैठारी नियन्त्रणका लागि नीतिगत सुधार गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको जिकिर समेत गरे। महानिर्देशक भण्डारीले नेपाल भारत बीच खुला सीमा भएका कारण चोरी पैठारी बढी हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न विभागले सम्बन्धित अन्य निकायहरूको सहयोगमा अर्धन्यायिक निकायको रूपमा समेत काम गरिरहेको स्पष्ट पारे। उनले खुला सीमाका कारण भइरहेको अर्बौंको चोरी निकासीका सामानहरूलाई नियन्त्रणमा लिने उनीहरूलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए। हामी भारतसँग खुला सीमा भएका देश मुलुक हौँ र यहाँले इङ्गित गर्न खोज्नु भएको कुराहरू चोरी पैठारी निकासी हुने कुराहरू हाम्रो खुला सीमाका कारणले भइरहेछन्। त्यसमा हामी मात्रै इन्भल्भ नभएर सुरक्षा निकाय, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, अन्य तपाईँका चाहिँ निकायहरू संलग्न भएर हामीले यसलाई समन्वय गरिरहेको, यसलाई नियन्त्रण गरिरहेको अवस्थाहरू छ। भन्सार प्रशासनले त्यसरी आएका सामानहरू नियन्त्रणमा लिने, कब्जामा लिने र तपाईँको जफत गर्ने लगायतका मुद्दाका प्रक्रियाहरू तपाईँको चाहिँ अर्धन्यायिक निकायको रूपमा पनि काम गरिरहेछ। यो तपाईँको अरबौंको त्यस्तो खालको कारोबारहरू, तपाईँका अवैध कारोबारहरू हामीले नियन्त्रण गरेर मुद्दा कानुनी प्रक्रिया अनुसार टुङ्ग्याएको विषयहरू छ। यी कुराहरूमा भन्सार प्रशासन अग्रणी रूपमा अगाडि छ। रासो चुहावट नियन्त्रण समितिको बैठक मार्फत पनि यी कुराहरू स्थानीय तहमा, केन्द्रीय स्तरमा पनि तपाईँको चाहिँ पोलिसीगत रूपमा सुधार गर्ने कुराहरू भएर कार्यान्वयन भइरहेको अवस्थाहरू छ। विभागले भन्सार ऐन 2082 कार्यान्वयनमा आएको र त्यसले भन्सार प्रशासनमा व्यापक सुधार भइरहेको दाबी समेत गर्दै आएको छ।